यात्रामा चलिरहँदाखेरि चाहिँ देशप्रतिको माया र परिवारप्रतिको दायित्व, समाजप्रतिको दायित्व सबैलाई चाहिँ एनालाइसिस गरेर यहाँसम्म आइपुग्दै चाहिँ नेपालमै बसिरहेर काम गरेको, स्ट्रगल गरेको युवाहरू पनि जति पनि भेट्न सकिन्छ। हाम्रै बुटोल सिटीमा पनि मैले भर्खरै निकाल भन्यो भने नि 50-60 जना सङ्घर्ष एकदमै सङ्घर्षपूर्ण नै भयो हैन। हजुर। अनि तपाईको चाहिँ त्यहाँ एस्टाब्लिशमेन्ट गर्नुभन्दा अगाडि चाहिँ प्लानहरू थिएन, केही पनि थिएन, आइडिया थिएन। बिजनेस फिल्डमा चाहिँ त्यो लेभलले भिजेको मान्छे होइन म। हजुर। अनि त्यसपछि चाहिँ चिया बगान केही गर्नुपर्छ, आफ्नै देशमा केही गर्नुपर्छ भनेर चाहिँ एउटा हुटुटी बोकेर हिँडेको युवा हो। 3 महिनापछि चाहिँ त्यसले रिजल्ट राम्रो दिइसकेपछि चाहिँ त्यसपछि बल्ल चाहिँ मलाई त्यहाँ कतिले भन्थ्यो के 2-3 महिनाको मात्र यो चुरीफुरी हो भन्थे। हजुरको स्वागत छ हाम्रो च्यानलमा। हजुर बाबत केही जानकारी पाऊँ भने इच्छुक भनेर पहिला तपाईलाई चाहिँ निवेदन गरिरहेको छु। सर्वप्रथम त तपाईलाई धेरै धेरै धन्यवाद। तपाईले चिया बगानको भिडियोलाई चाहिँ मन पराएर या भनौँ यो चिया बगानलाई मन पराएर चाहिँ जुन तरिकाले चाहिँ तपाई यहाँ आइपुग्दिनु भयो त्यसको लागि नै म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु सर्वप्रथम त। र मेरो नाम चाहिँ गौरव आचार्य। व्यावसायिक रूपमा चाहिँ अहिले मैले चिया बगान चलाइरहेको छु, सञ्चालक। अनि पढाइको कुरा गर्नु पर्दाखेरि चाहिँ ब्याचलर्स ड्रप आउट, उमेर भन्दै गर्दाखेरि चाहिँ 28 वर्ष पुगेर 29 तिर लाग्न थालिदियो। अनि समग्रमा चाहिँ दुईटा चिया पसल छ जो अहिले चाहिँ जहाँसम्म सबैलाई नै थाहा छ, एउटा चाहिँ पाइपलाइनमा छ, जङ्गलमा छ, र अर्को चाहिँ अहिले रिसेन्टली मैले चाहिँ सुखानगर धर्मघटमा खोलेको छु। यो सञ्चालन भएको कति सुरु भएको कति समय भयो र पहिलाको कति वर्षसम्म तपाईले वहाँ चलाइसक्नुभयो? मेरो फर्स्ट स्टेजको चाहिँ सङ्घर्ष चिया बगानको जङ्गलमै रह्यो, जुन चाहिँ एक्सपिरियन्सहरू बटुलेर लगभग मैले एक वर्षको एक्सपिरियन्स लिइसकेपछि चाहिँ अब चाहिँ म सक्छु है भनेर चाहिँ मैले चाहिँ बाहिर आएर चाहिँ दोस्रो आउटलेट यो सुखानगरमा रहेको चिया बगानको चाहिँ एक्स्टाब्लिस गरेँ। अनि त्यसपछि चाहिँ अब यो एक्स्टाब्लिसमेन्ट भएको चाहिँ जब 2 महिना जति भयो। नेपालमा यस्तो भनिन्छ 12 पछि बाहिर जाने विचार गरिन्छ। हजुरले यतै बसेर सञ्चालन बिजनेसतिर कसरी लाग्ने इच्छा भयो या रहर भयो कि मजबुरी हो कि के हो? त्यस पछाडिको कथा। मजबुरी, इच्छा मजबुरी भन्दा पनि जिन्दगीको यात्रामा चलिरहँदाखेरि चाहिँ देशप्रतिको माया र परिवारप्रतिको दायित्व, समाजप्रतिको दायित्व सबैलाई चाहिँ एनालाइसिस गरेर यहाँसम्म आइपुग्दाखेरि चाहिँ तपाईको चाहिँ आफ्नै देशमा केही गर्नुपर्छ, आफ्नै आमा बासँग जति बाँचिन्छ आफ्नै आमा बासँग आफ्नै बा आमाको कोखमा बाँच्नुपर्छ र आफ्नै देशलाई चाहिँ योगदान पुर्याउनुपर्छ भन्ने हिसाब। अब हो अधिकांश युवाहरू विदेशिनु भएको छ, अब सम्भावना नदेखेर चाहिँ विदेशिनु भएको छ। अब पोलिटिकल अनस्टेबिलिटीलाई चाहिँ देखेर विडम्बना भएर विविध कारणले गर्दाखेरि विदेशिनु भएको छ। तर उहाँहरूको सोचभन्दा मेरो सोच अलिकति भिन्नै फरक भएको कारणले गर्दाखेरि चाहिँ आफ्नै देशमा बसेर आफ्नै देशमा जन्मिसकेपछि आफ्नो देशलाई चाहिँ केही दिनुपर्छ भन्ने हिसाबले चाहिँ म देशमै सङ्घर्ष गर्न चाहिँ आतुर भएको र चाहिँ तपाईको +2 दिइसकेपछि चाहिँ म पनि एक समयमा चाहिँ विदेश जान्छु भनेर हिँडेको मान्छे हो। तर जिन्दगीको धेरै ठेसहरू खाइसकेपछि चाहिँ कोभिडले सिकाएको सिकहरूदेखि लिएर चाहिँ आफ्नो सर्वप्रथम त आफ्नो परिवार, समाज र देश यो तीनटाको महत्त्व चाहिँ कोभिडपछि एकदमै मजाले बुझियो र पैसाको भ्यालु पनि बुझियो र सङ्घर्ष गर्यो भने नेपालमै पनि धेरै कुछ हुनसक्छ भन्ने हिसाबले चाहिँ म चाहिँ नेपालमै सकिन्छ यदि यहाँको वातावरण अनुसार, यहाँको माहौल अनुसार चाहिँ यदि युवा चाहिँ भिज्न सक्नुभयो र उहाँले चाहिँ आफूमा भएको क्यापेबिलिटिजहरूलाई चाहिँ बाहिर निकाल्न सक्नुभयो भने चाहिँ नेपालमा पनि धेरै सम्भावनाहरू छ, जुन चाहिँ मैले पनि एउटा एप्लाई गरेर चाहिँ म पनि अहिले होल्ड भएकै छु नेपालमा। र म जस्ता युवाहरू धेरै हुनुहुन्छ बाहिर बाटोमा जुन चाहिँ बाहिरिनु भएको छैन, यसरी सामाजिक सञ्जालमा चाहिँ अगाडि आउनु भएको छैन, त्यति मात्र हो। नत्र भए हामीले हेर्दाखेरि मात्र चाहिँ ओहो कति धेरै विदेश गए युवाहरू भन्ने देखिन्छ, तर चाहिँ वास्तविकता के छ भन्दाखेरि चाहिँ नेपालमै बसिरहेर काम गरेको, स्ट्रगल गरेको युवाहरू पनि जति पनि भेट्न सकिन्छ। हाम्रै बुटोल सिटीमा पनि मैले भर्खरै निकाल भन्यो भने नि 50-60 जना
युवाको जमात निकालिदिन सक्छु जो चाहिँ अन्टरप्रेनर, जो चाहिँ बिजनेसम्यान, जो चाहिँ नेपालमै गर्छु है भनेर चाहिँ बसिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले नकारात्मक पक्षलाई मात्र नहेरेर सकारात्मक पक्षलाई पनि हेर्ने हो भने नेपालमा पनि धेरै कुराहरू गर्न सकिन्छ। सुरुवातमा कतिको दुःख पाउनु उता सुरु गर्दाखेरि यताको नै उता जङ्गलको बिचमा अझै त जङ्गलको बिचमा केही व्यवस्था न सिस्टम नै लाइट नै तपरे अलि दुःखै भयो होला, दुःख त त्यसै देखियो। त्यही पनि त्यो एस्टाब्लिस गर्न र त्यो एउटा तपाईँको के भनिन्छ नि एक नाम बनाउन चिया बगान भनेर के आज तपाईँलाई गौरव भन्दा चाहिँ चिया बगानको दाइ भनेर चिन्नुहुन्छ होइन र? त्यो चिया बगान भनेर तपाईँको नाम स्थापित गर्न तपाईँलाई त्यो जङ्गलको बिचमा कतिको गाह्रो र कतिको अप्ठ्यारो तपाईँले सम्झनुहुन्छ या त्यसको बाबत के एक दुई लाइन जाओस् भनेर इच्छा? यसमा चाहिँ सङ्घर्ष एकदमै सङ्घर्षपूर्ण नै भयो होइन। हजुर। अनि तपाईँको चाहिँ त्यहाँ एस्टाब्लिसमेन्ट गर्नुभन्दा अगाडि चाहिँ प्लानहरू थिएन, केही पनि थिएन, आइडिया थिएन। बिजनेस फिल्डमा चाहिँ त्यो लेभलले भिजेको मान्छे होइन म। हजुर। अनि त्यसपछि चाहिँ चिया बगान केही गर्नुपर्छ, आफ्नै देशमा केही गर्नुपर्छ भनेर चाहिँ एउटा हुटुटी बोकेर हिँडेको युवा हो, तर बिना उद्देश्यको। अच्छा, पोइन्टलेस या त्यही भनौँ पोइन्टलेस एउटा वेमा चाहिँ जो होगा देखा जाएगा भन्ने हिसाबले चाहिँ अगाडि बढ्दै गर्दाखेरि चाहिँ चिया बगानको कन्सेप्ट हाम्रो गाउँको गरेको फार्म हाउस समुद्र दाईको सल्लाह, मेरो इम्प्लिमेन्टेसन अनि त्यसमा चाहिँ धेरै कुराहरूले चाहिँ साथ दिएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ त्यहाँ चिया बगान इस्टाब्लिस गर्न सकेको हो। र चिया बगानको इस्टाब्लिसमेन्टमा सुरुमा चाहिँ मलाई धेरै कुराहरूको समस्या पर्यो। अब त्यहाँ चाहिँ एक त पहिलो सुरु त्यो सरकारी ठाउँ, त्यो आफैमा जटिल छ। अनि त्यसमा चाहिँ अझै एक्जिक्युसन गर्न हामी जस्तो युवालाई चाहिँ चिया बेच्छु म अब भन्नलाई नै अप्ठ्यारो, किन भन्दाखेरि लाजले भरिपूर्ण छौँ नि त हामी त। त्यो भएको कारणले गर्दाखेरि पहिला सुरु त लाज मार्नु पर्ने थियो र त्यो लाजलाई मारिसकेपछि अब अर्को बाटो भनेको फाइनेन्सियल क्यापिटल राइजको कुराहरू आउँछ। त्यो थिएन। हेर्नुहोस्, सब साथीभाइ इष्टमित्र दाजुभाइहरूसँग मागेर बनाएको ठेला हो त्यो। अनि त्यसपछि चाहिँ बिस्तारै समय परिस्थितिले चाहिँ साथ दियो, साथीभाइहरूले पनि साथ दिनुभयो। अनि सामाजिक सञ्जालमा चाहिँ इन्फ्लुएन्सरहरूले चाहिँ एकदमै राम्रो भूमिका निर्वाह गरिदिनु भयो। यो भिडियो मार्फत उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। त्यही भएर उहाँहरूप्रति मेरो छुट्टै खालको एउटा सम्मान पनि छ। उहाँहरू हुनुहुन्थेन भने चाहिँ सायद चिया बगान त्यो लेभलको एस्टाब्लिसमेन्टमा जान्थेन पनि होला। त्यस कारणले गर्दाखेरि इन्फ्लुएन्सरहरूलाई पनि धेरै धेरै धन्यवाद। र पहिलो चरणको स्ट्रगल चाहिँ मैले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि मैले आफ्नो भोगेको अनुभव अनुसार चाहिँ यदि कोही आफ्नै देशमा बसेर होल्ड गर्न चाहनुहुन्छ र नयाँ स्टार्ट गर्न चाहनुहुन्छ भने नेपाल सरकारले स्टार्टअप नीति अन्तर्गत केही न केही गरिदिनु भयो। क्यापिटल, मेन कुरा भनेकै क्यापिटल हो। क्यापिटलको लागि चाहिँ कहीँ कतैबाट नीतिहरू बनाएर चाहिँ सहज वातावरणले चाहिँ क्यापिटल राइज गर्न सक्यो भने यङ्स्टरले, सायद धेरै यङ्स्टरहरू नेपालमै होल्ड हुन्छन्। किन भन्दाखेरि पहिलो अब्स्ट्याकल भनेकै क्यापिटल, फाइनेन्सै हुन्छ। ब्रेनमा इमेजिनेसन हुन्छ, तर अनि अर्को कुरा भनेको के छ भन्दाखेरि नेपालमा इन्भेस्टर र कोफाउन्डरहरूको चाहिँ परिचालन नभएको कारणले गर्दाखेरि पनि यो समस्याहरू भएको छ। सो अध्ययन गर्दै विश्लेषण गर्दै यो सबै कुराहरूलाई सिक्दै चिया बगान निस्केको हो। त्यही भएर पनि यो अगाडि बढेको हो जस्तो मलाई लाग्छ है। अब नेक्स्ट क्वेसन मेरो यो हो, हजुरलाई त कल्पना आएपछि पहिला चिज त फ्यामिली मेम्बरसित सल्लाह गर्ने प्रब्लम हुन्छ। कतिको सपोर्ट पाउनु घरतिरबाट या फर्स्ट हर्डल इज टु क्रस, मतलब भनिन्छ नि घरै के भन्छ घरकै कुलो पार गर्न अलि अप्ठ्यारो हुन्छ कि बाहिरलाई त जसरी पनि झेलिन्छ, लेकिन घरका लागि कसरी बुझाउनु? किन आज दिनमा यस्तो परिस्थिति छ, मान्छे सबै उडेर बाहिर जान थाले। तैँले यहाँ जङ्गलमा गएर चाय बनाउनु थालेपछि कस्तो लाग्यो, मान्छेले कस्तो विचार? परिवारको परिवार तपाईँको मैले एक त मम्मीलाई भनेको पनि थिएन। जुन त्यो टेम्पो बनाउँदासम्म मैले मम्मीलाई भनेको थिएन। जब त्यो टेम्पो चाहिँ कम्प्लिट हुने चरणमा पुग्यो त्यसपछि चाहिँ मैले घरमा भनेको थिएँ, ल मैले त्यहाँ गएर चाहिँ चिया बेच्छु है भन्दै गर्दाखेरि चाहिँ मम्मीलाई चाहिँ नराम्रो लागेछ, नबेच भन्ने खालको कुराहरू थियो, सपोर्ट गर्नु भएन। अब त्यो बेलामा म आउन्न तेरो दोकानमा भन्ने खालको कुराहरू गर्नुभएको थियो होइन। अनि त्यसपछि त्यस्तो त्यो गजडेर पेचडे बस्ने ठाउँमा यही शब्द प्रयोग गर्नुभएको थियो। गाँजा खाने र पेचा खाएर बस्ने ठाउँमा गएर तैँले के सोचेछस्, त्यहाँ गएर कसलाई चिया खुलाउँछस् भन्ने खालको कुराहरू आएको थियो।
त्यहाँ विविध कुराहरू आएको थियो तर पनि मैले चाहिँ ल गर्छु भनिसकेपछि अब पछाडि हट्ने कुरा भएन म गएर एस्टाब्लिसमेन्ट गर्न थालेँ 1-2 महिना आउनु भएन मम्मी पनि रिसाएर अनि त्यसपछि चाहिँ 3 महिनापछि चाहिँ त्यसले रिजल्ट राम्रो दिइसकेपछि चाहिँ त्यसपछि बल्ल चाहिँ मलाई त्यहाँ कतिले भन्थ्यो के 2-3 महिनाको मात्र यो चुरीफुरी हो भन्थे अहिले चाहिँ कति वर्षसम्म गर्नु त्यहाँ मैले लगभग 12 महिना 14 महिना गरेँ त्यसपछि यहाँ नयाँ त्यसपछि चाहिँ यहाँ चाहिँ रिप्लेसमेन्ट गरेँ अनि मम्मीले चाहिँ त्यहाँ चलाउनुहुन्छ अनि म यहाँ छु अब अझै यसको ग्रोथको लागि सोचिरहेको छु भविष्यमा के कल्पना छ र वेयर डु यु सी कर्पोरेट वर्ल्डको यो लाइन छ भेरी फेमस वेयर डु यु सी आफ्टर युअरसेल्फ आफ्टर 5 years Where do I see yourself after 5 years? सायद म वडाध्यक्ष हुन्छु होला किन भन्दाखेरि चाहिँ यसमा नि छ ट्विस्ट अब तपाईँले कर्पोरेट वर्ल्ड जोडिसकेपछि मैले जुन तरिकाले ट्विस्ट गरेँ एन्सरलाई मेरो पहिलेबाट चाहिँ इच्छा भनेको चाहिँ तपाईँको समाजसेवा हो त्यो भएको कारणले गर्दाखेरि मानवीय सेवा समाजको सेवा समाजलाई एउटा सुदृढ दिशामा लग्ने एउटा कल्पना मेरो कारणले मेरो समाजमा एउटा परिवर्तन होस् भन्ने मेरो चाहना र मेरो कारणले गर्दाखेरि एउटा परिवारको चुलो बोलोस् भन्ने मेरो चाहनालाई चाहिँ परिपूर्ति गर्नको लागि चाहिँ मैले कर्पोरेट वर्ल्डबाट पनि सक्छु नसक्ने होइन तर मेरो यो प्रोफेसन भए तापनि मेरो प्यासन भनेको चाहिँ त्यता हुने छ यो तपाईको दुःख सम्बन्धी रिलेटेड हैन यति गर्नु यसको स्वरूप तपाईले के हाम्रो दर्शकहरूलाई मेसेज दिन चाहनुहुन्छ या तपाईले के भन्न चाहनुहुन्छ कि विदेश मात्रै एउटा मार्ग त होइन भनेर भन्न चाहनुहुन्छ कि कस्तो हैन विदेश मात्रै भनेर त मैले भने एउटा महान व्यक्तिले भन्नुभएको थियो यदि तिम्रो चाहिँ देशको राजनीतिक अवस्था ठीक छैन र त्यसले चाहिँ राम्रो एउटा चाहिँ दिशा लिइरहेको छैन भने चाहिँ तिमी विदेश जाऊ भन्नुहुन्छ तर विदेश जाऊ इन सेन्स यसरी भन्नुहुन्छ कि तिमी बाहिर निस्क त्यो ठाउँबाट बाहिर निस्क आफूले आफूलाई एक्स्टाब्लिस गर 3-4 वर्ष 5-10 वर्ष 10 वर्ष लगाऊ आफू एक्स्टाब्लिस भऊ र फेरि ब्याक टु द नेपाल आऊ या भनौँ कि अब त्यो देशमा जाऊ जुन देशबाट चाहिँ तिमी निस्केका थियौ र त्यो देशमा गएर चाहिँ आफ्नो योगदान चाहिँ देऊ भन्नुहुन्छ मैले पनि त्यही भन्न चाहन्छु यङ्स्टरलाई सक्नुहुन्छ सम्भावना यहाँ पनि जति पनि छ धेरैले गर्नुभएको छ सक्नुहुन्न बाहिर जानुस् मजाले 5 देखि 10 वर्ष आफू चाहिँ निरन्तर स्ट्रगल गर्नुस् आफूले आफूलाई बनाउनुस् तर अन्तिममा चाहिँ ब्याक टु नेपाल आएर चाहिँ आफ्नो महत्त्वपूर्ण ऊर्जा चाहिँ नेपालमा पनि खर्चिनुपर्छ भन्ने चाहिँ म चाहन्छु र अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ नेपालमा छैन भन्ने चाहिँ एउटा बहाना मात्र हो नेपालमा जति पनि छ हामी जहिले बिहान यहाँ चिया बगानमा बिहान यदि तपाईहरु आउन चाहनुहुन्छ भने नि आउनुस् बिहान हामी 7 बजेदेखि लिएर 9 बजेसम्म एन्टरप्रेन्योरशिपको मात्रै कुरा गरेर बस्छौं हामी देशको नीति कसरी बनाउनु पर्छ के गर्नुपर्छ कसरी हामी जस्तो युवाहरू अगाडि बढ्न सकिन्छ भनेर चाहिँ हामी गफ मात्र देवराज पोखरेल दाइ हुनुहुन्छ एउटा अनि हामीसँग हुनुहुन्छ काजी भाइ अनि हामीसँग हुनुहुन्छ एकजना पाण्डे दाइ मैले ठ्याक्कै नाम कस्तो यादै भएन दाइहरु हुनुहुन्छ हामी चाहिँ एउटा यङ एन्टरप्रेन्योरको लागि चाहिँ काम गरिरहेका छौं सल्लाह गरिरहेका छौं प्लानिङहरु गरिरहेका छौं यदि तपाईहरुसँग पनि केही आइडियाहरु छ भने तपाईहरु पनि बिहान 7 बजेदेखि 9 बजेसम्मको त्यो हाम्रो मास कम्युनिकेसन टकमा पनि तपाई जोइन हुन सक्नुहुन्छ र नेपालमा धेरै सम्भावना छ आउनुस् हातेमालो गरौँ अनि त्यसपछि अगाडि बढौं तपाई पनि बन्नुस् म पनि बन्छु अनि हामी सबै बनाऊ हैन त राम्रो तपाईको विचार सुनेर राम्रो लाग्यो हजुर ल आजदेखिको लागि हामीले बिदा लिनुभन्दा पहिला एक प्रश्न लास्ट मैले यो प्रश्न हजुरको मम्मीलाई पनि सोधेको थिएँ हजुरलाई पनि सोध्दैछु उहाँ हजुरको मम्मीले चाय पकाउनुहुन्छ लगभग उहाँ तपाईले पनि पकाउनु हैन आमा छोरा दुईटैले पकाउने हैछ नि चाय मिठो कसले बनाउने हैछ मिठो मम्मीले नै गराउनुहुन्छ आमाको हातको स्वाद भनेको बेग्लै हुन्छ त्यो प्रकृतिले दिएको गिफ्ट हो के आमालाई या भनौँ एउटा महिलालाई चाहिँ बनाउने चीज छ नि जुन बनाउने चाहे घर बनाउने होस् चाहे किचन बनाउने होस् चाहे परिवार बनाउने होस् बनाउने कुरामा चाहिँ भगवानले चाहिँ महिलालाई चाहिँ
त्यही तरिकाले स्ट्रक्चर वाइज गराएको कारणले गर्दाखेरि चाहिँ मम्मीले चाहिँ चिया चाहिँ बेस्ट गराउनुहुन्छ है त। मैले चाहिँ बस इन्ग्रिडियन्ट मात्रै दिने हो। आजको लागि यति मात्रै, बिदा लिन चाहन्छु म। हस्, फेरि भेटौँला, फेरि एकचोटि मौका पाऊँ, फेरि आऊँ, लगभग 5 वर्ष त नै 1 वर्षभित्र फेरि आऊँ, भेटौँ, प्रगति हेरौँ। मैले चाहन्छु, मेरो श्रोताहरूलाई यो भन्न चाहन्छु कि भाइले मेहनत गरिराख्नु ह, 1 वटा 2टा जग्गा ठाउँमा बनाइसक्नु ह, त्यसलाई अझै सपोर्ट गरेर यस्ता मान्छेहरूलाई हामीले बरु नेपालमै बस्ने वातावरण बनाइदिएर मान्छेले हामीले पनि सपोर्ट गर्ने एउटा चाहना भनेर अन्तिम लाइन भनेर मैले हजुरसित बिदा लिन चाहन्छु। नमस्ते। हस् त, धन्यवाद।